मेरो हात देखेर थाहा पाइसक्नुभयो होला। लिपलाप गर्दैछु, दसैँ बोलाउँदैछु अरे क्या। यता चाहिँ माथि चाहिँ बाबाले चुन लगाइदिइसक्नु भएको छ त। लासो फ्याफुल्ला नमस्ते, हजुरहरूलाई स्वागत गरेँ फेरि पनि मेरो नयाँ भिडियो एन्ड भ्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी घरमा मेरो हात देखेर थाहा पाइसक्नुभयो होला। लिपलाप गर्दैछु, दसैँ बोलाउँदैछु अरे क्या। यता चाहिँ माथि चाहिँ बाबाले चुन लगाइदिइसक्नु भएको छ त। अनि यता मुनि चाहिँ रातो माटोले पोत्नुपर्ने हुन्छ। यताउता भित्र चाहिँ पोतिसकेको, अब यो बाहिर छ। बाँकी दिदीले उता पोत्नु हुँदैछ अनि म चाहिँ यता पोत्दैछु। म चाहिँ मध्ये दिउँसोमा भिडियो स्टार्ट गरिरहेको छु। यो चाहिँ बिहानै लगाइसक्नु भएको बाबाले, घाँस काट्नु जानु भइसक्यो बाबा चाहिँ लगाएर। हामी चाहिँ अब नानीहरूसँग भ्याउँदिनौँ नि त, मम्मीले नानी पनि गोरु हेर्न लानु भइसक्यो होला। अनि म चाहिँ अब यहाँ पोत्दैछु। यता चाहिँ पोतिसकेँ, उता भित्र चाहिँ अब बाहिर बाँकी छ। आजलाई चाहिँ यति नै लिपियो। अनि यहाँ चाहिँ अब भोलि गोबर लगाइदिने। यहाँ पनि पोतेर ठिक्क बनाएको छु मान्छे। नानीलाई पनि खाजा खुवाइवरी सुताए, ल्याएर गोठाला लानु भएको थियो मम्मीले। अब चाहिँ बेलुका पनि भइसक्यो, खानाहरू पनि बनाउनु पर्ने। नानी बिरामी भएर फेरि टेन्सन भइरहेछ, दाँत पलाउँदैछ नि त, त्यही भएर छेरेकै छ। मर्की लागेर फेरि सुत्नै मान्दैन, बल्ल सुताएर झरेको। खाना नि खाँदैन।